यदि तपाईले कुनै पनि आफ्नो युट्युब च्यानललाई डिलिट गर्न खोज्नु भएको छ भने यो भिडियो तपाईको लागि रहेको छ। म यस्तो तरिका सिकाउन गइरहेको छु। त्यो तरिकाबाट तपाईले सजिलैसँग आफ्नो युट्युब च्यानललाई डिलिट गर्न सक्नुहुन्छ। यदि भिडियो राम्रो लाग्छ भने भिडियोलाई लाइक गरी हामीलाई सब्स्क्राइब वा फलो गर्न नबिर्सनु होला। सकेसम्म एउटा कमेन्ट पनि अवश्य गरिदिनु होला और प्रजापति नरलाई फलो गरिदिनु होला। आउनुहोस् भिडियो स्टार्ट गरौँ अब। यसको लागि सबभन्दा पहिले तपाईले आफ्नो युट्युब च्यानललाई लगइन गर्नु होला। लगइन गरिसकेपछि माथितिर एकाउन्टको अप्सन देखिरहनु भएको छ, त्यसमा चाहिँ क्लिक गर्नु होला। एकाउन्टमा क्लिक गरिसकेपछि मुनितिर म्यानेज योर गुगल एकाउन्टको अप्सन हुन्छ, त्यसमा चाहिँ क्लिक गर्नु होला। अब चाहिँ अलिकति स्क्रोल डाउन गर्नु होला। फेरि डाटा एन्ड प्राइभेसीको अप्सन देखिरहेको भएको छ, त्यसमा चाहिँ क्लिक गर्नु होला। डाटा एन्ड प्राइभेसीमा क्लिक गरिसकेपछि अलिकति फेरि स्क्रोल डाउन गर्नु होला। अब युट्युब वाला अप्सनमा चाहिँ क्लिक गर्नु होला। त्यसपछि सेकेन्डमा रहेको छ डिलिट सर्भिस, त्यसमा चाहिँ क्लिक गर्नु होला। फेरि युट्युबमा ट्याप गर्नु होला। युट्युबमा ट्याप गरिसकेपछि हेर्न सक्नुहुन्छ आई वान्ट टु पर्मानेन्टली डिलिट माई युट्युब कन्टेन्ट देखिरहेको छ, त्यसमा चाहिँ क्लिक गरिसकेपछि यो दुईटा अप्सनलाई चाहिँ टिक मार्क लगाउनु होला। अब मुनितिर फेरि डिलिट माई कन्टेन्टमा क्लिक गर्नु होला। अब यसमा चाहिँ तपाईले जुन जीमेल एकाउन्ट खोल्नु भएको छ त्यो चाहिँ टाइप गर्नुपर्ने हुन्छ, बाहिरबाट टाइप नगर्नु होला। यही माथि दिएको छ त्यसैलाई कपी गरेर पेस्ट गरिदिनु होला। अब चाहिँ डिलिटिङको अप्सन फेरि देखाइरहेको छ, हेर्न सक्नुहुन्छ डिलिट भइसकेको छ। अब यसरी चाहिँ तपाईले आफ्नो युट्युब च्यानललाई डिलिट गर्न सक्नुहुन्छ। माथितिर हेर्न सक्नुहुन्छ युट्युब कन्टेन्ट चाहिँ युट्युब च्यानल आइरहेका छैन। म आशा गर्छु कि यो भिडियो तपाईलाई राम्रो लाग्यो होला। यदि भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक गरी प्रजापति नलेजलाई फलो गर्न वा सब्स्क्राइब गर्न नबिर्सनु होला।